हेलो साथीहरू, आज म फाइनल्ली यहाँ हलाइ पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा चाहिँ आज मर्निङ ड्युटी गरेको थियो साथीहरू। बाहिर त मणिनगरको मौसम त आम्मा यति चिसो के हो त, हेर त आम्मा यस्तो कुहिरो लागेको छ आमामा। पुरै मैले पनि यो गलबन्दी लगाएको छु, जकेट त के हो यत्रो मोटो जकेट लगाएको छु। हेर त साथीहरू, यस्तो चिसो पनि हुने रहेछ यार। यस्तो चिसो त पुसको एक गतिबाट त मणिनगरमा भन्दै नपर्ने चिसो लाग्यो यार साथीहरू। यस्तो चिसो त आमामा खतरनाक चिसो। आज त खतरनाक चिसो भइहाल्छ। अब एकैछिनमा साथीहरू हाम्रो यो बगलमा होला पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरको बगलमा 160 को सामान पाइने सामान चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू, खुलिसकेको छ। अब कत्रो भिड लाग्छ, त्यो भिड चाहिँ पछि हामी सन्दीप तिरुवा युट्युब च्यानलबाट देखाउनेछौँ साथीहरू। हाम्रो यो लोकेन्द्र जोशी युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। यो भिडियोहरू युट्युबमा आउनेछ र सन्दीप तिरुवा भन्ने युट्युब च्यानलमा पनि यो भिडियोहरू आउनेछ, सब्सक्राइब गरिदिनु होला साथीहरू। स्वास्थ्य सम्बन्धी जानकारीहरू पाउनको लागि हाम्रो स्वास्थ्य सम्बन्धी जानकारीहरू पाउनको लागि हामीले थुप्रै भिडियोहरू मेडिकल हेल्थ एजुकेसन च्यानलमा हामीले राखेका छौँ साथीहरू। त्यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला र भिडियो सम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। बाई बाई साथीहरू।